अहिले चाहिँ साथीहरु शपिङ चलिरहेछ शपिङ साथीहरु लड्डु खाने अब लिन दे रियल नपी चाहिँ मेरो मेरो चाहिँ नौ ल कस्तो राम्रो छ साथीहरु मौसम पनि चिसो चिसो हामी चाहिँ यहाँ बसेको छौँ नारायण दाइको छेउ मोमोमा किन हो अनि अब हामीले चाहिँ यहाँ मोमो खान्छौँ अब एकछिनमा नाच्नु पनि खानुपर्छ के बोल्नुस् हजुर हामी चाहिँ नारायण दाइको झोल मोमोमा आएको छौँ एकदम फेमस मोमो अनि यसले र मैले बफ खान्छु हामी मोमो अर्डर गरेको छौँ तिनकै अब हामी मोमो खान्छौँ अनि फेरि रमिता हेर्छौँ डुल्छौँ ओर्छौँ यति जानु ल आयो 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 मेरो साथीले बिचारा खानै सक्दिनँ नि हाफैमा त खानाले ए हस् हुन्छ अब हामी खान्छौँ साथीहरू मिठो ल भयो ओके तातो छ अस्ति झोल खाएर पानीको बोतल ल्याउस् गर्नु केटी झोल त चाहिन्छ पकाइ सानो लाग्यो हामी चाहिँ यतिखेर जाँदैछौँ बानेश्वरको अहिले एकदमै टिकटकमा भाइरल भएको क्याफे यस्तो सिडीवाला के अरे क्याफेमा जाँदैछौँ एक्लोप भन्ने अनि तपाईँहरू आउटफिट देख्न सक्नुहुन्छ यहाँ चाहिँ मोडल अनि अर्को भावना उता यो चाहिँ जिन्समै छ यो चाहिँ अहिले खतरा वान पिस लाग्छ यो चाहिँ अहिले त्यहीँ पुगेर अनबक्स गर्छ यसले अनि मैले चाहिँ यस्तो क्युट खालको लगाएको छु सो लेट्स गो आजको मेन पोइन्ट भनेकै मेरो यही हो यो पत्थरवाला हेडब्यान्ड अनि यसको म्याचिङ यो कानमा लाउने साथीहरू हेर्नुहोस् है हामी यस्तो राम्री राम्री भएर यहाँ के गर्दैछौँ त पुल हिँड्दैछौँ टुइ 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 गाडी पनि अब हामीले दुईटा गाडी फेर्न पर्ने भयो यहाँदेखि कहिले प्रीतिको फुल बनेर एउटै हो कि पानी आइज यता रोक्छ कि रोक्छ र कहाँबाट छैन त अब हामी चाहिँ अब यसरी जाँदैछौँ खै साथीहरू म त खै यो काठमाडौँको बाटो त खै म चिन्दिनँ कताबाट के हो सबै उस्तै लाग्छ अब त्यो ठाउँ हामी मेबी आधी घन्टामा त पुग्छौँ होला नि होइन ला रोक्न हामी चाहिँ यस्तै जाँदैछौँ साथीहरू टेम्पोमा सरर ठ्याक्क यहाँदेखि अपोजिट रहेछ यसको माथि हो कि सायद धन्न लिफ्ट त रहेछ नि त
ल साथीहरू फाइनली भाइरल क्याफे कहाँ गएर बस्ने हो साथीहरू यही सिडीको लागि हामी आएको ओए बाहिर बसौँ न हामी ठाउँ हेर्छौँ साथीहरू अब हामी चाहिँ सिडीदेखि माथिको फ्लोर पनि रहेछ यहाँ यो चाहिँ यस्तो खालको रहेछ यहाँ पनि स्पेस छ यहाँ एभ्रिवेयर होइन अनि हामी चाहिँ यहाँ आएर बसेको छौँ साथीहरू अब मेन्यू तपाईँहरूलाई पनि देखाउँला के कस्तो छ के हो यार रक्सी न रक्सी मात्रै हो त हरूको लागि चाहिँ यस्तो छ यहाँको मेन्यू तपाईँहरूलाई यहाँ ब्रेकफास्टदेखि सुपहरू सलाद बर्गर स्यान्डविच एभ्रिथिङ सोच त हामीले कापुचीबाट गरेर के हुँदो रहेछ के हो है त्यो बेला त मेरो फोन कस्तो थियो त अनि एपेटाइजर प्ल्याटरहरू छ रहेछ हेर्नु है साथीहरू के छ अब हामी पनि हेर्छौँ खाना सेटहरू पनि रहेछ ओके यहाँ यो सेकहरूको लागि कफीहरूको लागि चाहिँ यस्तो रहेको छ साथीहरू अब चाहिँ हामी डिसाइड गर्ने के खान्छौँ भनेर यो चाहिँ तपाईँहरूलाई देखाएको सर र कस्तो रहेछ यहाँको प्राइस रेन्ज भनेर अब हेरौँ खाना कतिको मिठो हुन्छ त्यो म भनौँला यहाँ हेर्नु सिडीमा यस्तो स्ट्रगल गरेर फोटो खिच्दैछौँ साथीहरू बस्दा गरे सिडीमा भिडियो त बनाइ मर्यो ए यो प्ल्याटर ओ हेर्नु प्ल्याटर त के आयो त साथीहरू हाम्रो ननभेज प्ल्याटर मगाएको त यस्तो हेर्नु न यस्तो पो आयो त अरू ठाउँ त कस्तो मिठो तरिकाले यस्तो फिजारेर राखेको हुन्थ्यो हेर्नु त कि त यो विदेशी स्टाइल हो कि के हो होइन हामीले त अब प्ल्याटर खाँदा त पुरा छुट्टा छुट्टै फ्राइड ससेज मोमोहरू दिन्थ्यो नि त यहाँ चाहिँ यस्तो छ खै के हो यता चाहिँ यो जुस छ वाटरमेलन यो चाहिँ अब खोइ अब हामीलाई टेस्ट नमिल्या हो कि के हो खै कस्तो के भयो त सो जुस चाहिँ खामै साथीहरू अब अब यो जुस खान पर्ला हो यो चाहिँ मिठो छ फ्रेस त्यो पनि अलिकति खाइदिउँ हो योहरू चाहिँ मिठो छ है साथीहरू ल साथीहरू हामी पनि यो सिडीमा फोटो खिचेर गइसकेको छौँ खै त हाम्रो आउटफिट चाहिँ यस्तो छ आजको मलाई चाहिँ खासै मेरो आउटफिट मन परिरहेको छैन तै पनि यस्तो छ यस इट्स क्युट बाई बाई अब हामी यहाँदेखि गयौँ र साथीहरू हामी चाहिँ यो भाइरलवालाबाट फर्किसक्यौँ फर्किसक्यौँ खानेकुरा त के खाने साथीहरू अब कुरै जस्तै हो तर अब कतिलाई मन पर्न पनि सक्छ होइन मलाई भिडियो बनाइदियो त मेरो म पकाउँदै त हामी चाहिँ लाफिङ खान आएको छौँ अस्ति आइज खायो कस्तो मिठो यहाँको त फेमस हो त हेर साथीहरू हाम्रो छुट्टिने बेला आयो अब त कता जाने होस् त कताबाट जाने होस् हिँड्नु आइज के ए त्यही साँच्चै ल राम्रो त है बाई 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 साथीहरू यति नै हो भिडियो बाई बाई